नेपोलियन हिलको क्लासिक किताब थिङ्क एन्ड ग्रो रिच सन् 1937मा छापिएको थियो, तर आज पनि यो बेस्टसेलर छ। किन होला? किनभने यो किताब केवल सल्लाहको सङ्ग्रह मात्रै होइन, वास्तवमा यो एउटा रहस्यको खोजी हो, एउटा यस्तो रहस्य जसले सफलताको ढोका खोल्छ भनिन्छ। ल, आज हामी त्यही रहस्यको पर्दाफास गर्ने प्रयास गरौँ। हिलले किताबको सुरुमै यो रहस्यको बारेमा कुरा गर्छन्, तर यसलाई सिधै नाम दिएर भन्दैनन्। बरु उनी ठाउँ ठाउँमा सङ्केतहरू छोड्छन् ताकि जो साँच्चै यसको खोजीमा छन् उनीहरूले मात्र यसलाई पत्ता लगाउन सकुन्। र यो रहस्य कुनै जादु मन्त्रको शब्द होइन, यो एउटा शक्तिशाली सूत्र हो। यो कथाको सुरुवात हुन्छ 1900को दशकमा। त्यो बेलाका अमेरिकाका सबैभन्दा धनी उद्योगपति एन्ड्रु कार्नेगीले एकजना युवा पत्रकार नेपोलियन हिललाई भेट्छन् र त्यही भेटमा कार्नेगीले एउटा यस्तो अविश्वसनीय चुनौती दिन्छन् जसले हिलको मात्र होइन, आउने पुस्ताका लाखौं मानिसको जीवन नै बदलिदिन्छ। चुनौती सुन्दा त सरल लाग्छ, तर सोच्नुस् त 25 वर्ष लगाएर संसारका 500 सफल व्यक्तिहरूको अध्ययन गर्ने र उनीहरूको सफलताको पछाडिको साझा सूत्र पत्ता लगाउने। कार्नेगीको विश्वास के थियो भने यदि यो सूत्र पत्ता लाग्यो भने यसलाई जो कोहीले पनि प्रयोग गरेर महानता हासिल गर्न सक्छ, र यो ज्ञान त विद्यालयहरूमा समेत सिकाउनुपर्छ। ल, त्यसो भए 25 वर्षको त्यो लामो खोजपछि हिलले के पत्ता लगाए त? सफलताको त्यो सूत्रको पहिलो र सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो इच्छा। तर यो हामीले सोच्ने जस्तो सामान्य चाहना भने होइन है। हिलका अनुसार हरेक महान उपलब्धिको सुरुवात एउटा निश्चित प्रमुख उद्देश्यबाट हुन्छ। यो म धनी बन्न चाहन्छु भन्ने जस्तो खोक्रो आशा होइन। यो त मनभित्र दन्किने आगोको ज्वाला जस्तै हो, यस्तो इच्छा जसले अरू सबै कुरालाई पछाडि पार्दिन्छ र जसलाई प्राप्त गर्न मानिस आफ्नो सर्वस्व लगाउन तयार हुन्छ। यो सिद्धान्तलाई बुझ्नको लागि एडविन सी बार्न्सको कथाभन्दा राम्रो उदाहरण सायदै केही होला। बार्न्स एक गरिब युवक थिए, तर उनको दिमागमा एउटै मात्र धुन सवार थियो, महान आविष्कारक थोमस एडिसनसँग व्यापारिक साझेदार बन्नु। यहाँनिरको फरक एकदमै सूक्ष्म तर शक्तिशाली छ। धेरैजसो मानिसहरू एडिसनको लागि काम गर्न चाहन्थे, तर बार्न्सको इच्छा एडिसनसँग साझेदार बन्ने थियो। यो सानो तर शक्तिशाली भिन्नताले नै सबै कुरा निर्धारण गर्यो। उनीसँग न पैसा थियो न कुनै पहुँच, तर उनीसँग थियो एउटा अटुट निश्चित इच्छा। स्वयं एडिसनले पछि भनेअनुसार बार्न्सको बाहिरी हुलियाले उनलाई खासै प्रभावित पारेको थिएन, तर उनको आँखामा देखिएको त्यो दृढ सङ्कल्पले पारेको थियो। एडिसनले बुझिहाले कि जब कुनै व्यक्ति कुनै कुरालाई यति गहिरोसँग चाहन्छ कि उसले आफ्नो सम्पूर्ण भविष्य नै दाउमा लगाउन तयार हुन्छ, तब उसले जितेरै छाड्छ। तर मनमा एउटा दन्किरहेको इच्छा हुनु मात्रै त सबै कुरा होइन त? त्यो इच्छाको आगोलाई निरन्तर बलिरहन दिन त इन्धन पनि चाहियो नि। हो, त्यो इन्धन हो विश्वास र लगनशीलता। विश्वास मतलब आफ्नो लक्ष्य पूरा हुन्छ भन्ने कुरामा अलिकति पनि शङ्का नहुनु, अनि लगनशीलता मतलब जस्तोसुकै बाधा आए पनि, जतिसुकै अस्थायी हार बिहोर्नु परे पनि आफ्नो लक्ष्यमा डटिरहने अठोट। यी दुई बुना त्यो दन्किन्दो इच्छा पनि केवल एक सपना मात्रै बनेर रहन्छ। अब फेरि बार्न्सको कथामा फर्कौं। एडिसनले उनलाई तुरन्तै साझेदार बनाएनन्। सोच्नुस् त, 5 वर्षसम्म उनले एडिसनको कार्यालयमा एकदमै सामान्य काम गरे। बाहिरबाट हेर्दा त केही प्रगति नै भएको थिएन, तर बार्न्सको दिमागमा उनी पहिलो दिनदेखि नै एडिसनका साझेदार थिए। उनले आफ्नो लक्ष्यलाई एकछिन पनि बिर्सेनन् र सही अवसरको प्रतीक्षा गरिरहे। ल, मनमा इच्छा पनि भयो, विश्वास पनि भयो, तर त्यसलाई यथार्थमा कसरी बदल्ने त? हो, यहाँ आउँछ तेस्रो सङ्केत, एउटा ठोस कार्यान्वयन गर्न सकिने योजना। हिलले मास्टरमाइन्ड भन्ने अवधारणाको कुरा गर्छन्, जुन एकदमै महत्त्वपूर्ण छ। यो भनेको के हो त? सजिलो भाषामा भन्नुपर्दा, जब 2 वा 2 भन्दा बढी दिमाग एउटै लक्ष्यका लागि एक हुन्छन्, उनीहरूले एउटा तेस्रो अझ शक्तिशाली दिमाग सिर्जना गर्छन्। यो सामूहिक शक्ति व्यक्तिगत प्रयासभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ। यसको सबैभन्दा गजबको उदाहरण हो युएस स्टिल कर्पोरेसनको स्थापना। एन्ड्रु कार्नेगीका एक सहयोगी चार्ल्स एम स्वाबले एउटा आइडिया लिएर जेपी मोर्गन जस्ता शक्तिशाली ब्याङ्करहरूको मास्टरमाइन्ड समूह सामु प्रस्तुत गरे, र उनको त्यही एउटा सङ्गठित योजनाले इतिहासकै सबैभन्दा ठूलो मध्येको एक उद्योगलाई जन्म दियो।
स्वाबको त्यो एउटै राम्रोसँग योजनाबद्ध विचारको मूल्य कति थियो थाहा छ? त्यस बेलाको $600 मिलियन। यसले के देखाउँछ भने एउटा महान विचारलाई जब सही मास्टरमाइन्ड समूहले कार्यान्वयन गर्छ तब असम्भव पनि सम्भव हुन सक्छ। ल अब हामीसँग सबै सङ्केतहरू छन्। दन्किँदो इच्छा, अटुट विश्वास, लगनशीलता अनि एउटा ठोस योजना। अब यी सबै टुक्राहरूलाई जोडेर हेरौँ। त्यो अन्तिम रहस्य आखिर के रहेछ त? अनि अन्तमा त्यो गोप्य रहस्य कुनै जादुई शब्द होइन रहेछ। रहस्य त प्रक्रिया हो। यो एक किसिमको मानसिक केमिस्ट्री जस्तै हो जसले दिमागमा रहेको अमूर्त विचारलाई छुन सकिने भौतिक वास्तविकतामा बदल्छ, चाहे त्यो धन होस् वा अन्य कुनै महान उपलब्धि। तर हिलले एउटा अन्तिम चेतावनी पनि दिएका छन्। यी सबै सिद्धान्तहरू थाहा भएर मात्रै पुग्दैन, किनकि सफलताको बाटोमा सबैभन्दा ठूलो चट्टान बाहिर होइन आफ्नै मनभित्र हुन्छ। हिलले यिनीहरूलाई डरका 6 भूतहरू भन्छन्, जस्तै गरिबीको डर, अरूले के भन्लान् भन्ने आलोचनाको डर, बिरामी हुने डर, प्रेम गुमाउने डर, बुढेसकालको डर र मृत्युको डर। उनका अनुसार यी डरहरूले हाम्रो सोच्ने शक्तिलाई नै कमजोर बनाइदिन्छन्, कल्पनालाई नष्ट गर्छन् र आत्मविश्वासलाई मार्छन्। सफलताको सूत्र लागू गर्नुअघि यी मानसिक भूतहरूमाथि विजय पाउनु अनिवार्य छ। र अन्तमा थिङ्क एन्ड ग्रो रिचले हामीलाई एउटा आधारभूत प्रश्नमा ल्याएर छोडिदिन्छ। यो किताब केवल पढ्नको लागि होइन, यो त लागू गर्नको लागि हो र यसको पहिलो पाइला हो त्यो एउटा दन्किँदो सर्वव्यापी इच्छा पहिचान गर्नु, जसको लागि एक व्यक्ति आफ्नो सर्वस्व लगाउन तयार हुन्छ। प्रश्न यही हो, त्यो इच्छा के हो? यस्तै अपडेटहरूको लागि लगानी वर्सलाई फलो वा सब्स्क्राइब गर्नुहोला।